इज्जत ढाक्दैन के लाउने हो त्यस्तो हो म के त लाउँदिन दुइटै लाउँदिन दुइटै मतलब तपाईँले भनेको केही नलाउने कटु नै लाउनु न पागल औडा के यार के भनेको यार के भनेको त्यस्तो सबैले लाउँछन् म एकजनाले लाउँदिन छ्या होइन त लाउनु पर्छ हौ त्यस्तो नगर्नुहोस् लाएर चाहिँ के हुन्छ नलाएर चाहिँ के हुन्छ त्यो भन्नु न छाउ भएको थाहा हुन्छ थाहा भएको बेला मात्रै लाउने अघि पछि नलाउने होइन त लाउनु पर्छ त राम्रो कुरा हो खै मलाई त नलाउँदै राम्रो लाग्छ मेरी मा म तपाईँलाई सकिनँ यार गाइस काम छैन अब उहाँलाई हँसाउनु लास्ट यार हो के हो गाइस बोलेको त्यही हो कुन चाहिँले सजिलो हुने हो बाजेलाई हारे के भन्छ यार बिहा गरेपछि लाउनु पर्दैन रे त्यही भएर रुबेनजी पनि चियावाला भयो अरे तपाईँ एउटा एउटा तपाईँ त गीत त गाउनु चाहिँ एकचोटि नाचिदिनुहोस् न प्लिज यार नाचिदिनु छाउबा मान्छे यस्तो अलि तगडा बोली हुन्छ नि नहुने कुरो अनि के त्यो मर्न लागेको जस्तो हुन्छ होइन त्यसलाई छाउ भएको बेला छोरी मान्छेलाई गाह्रो हुन्छ नि त एउटा मान्छेले के गर्छन् छाउ भएको बेलामा तपाईँले गाह्रो हुन्छ के गर्छन् यार छाउ भएको मान्छेले अब होइन त गर्न मिल्यो के पनि भएन जस्तो कि अब नर्मल्ली भन्दा त अलिकति गाह्रो हुन्छ नि त्यस्तो बेलामा के थाहा त्यो तपाईँले एक्सपिरियन्स लिनुभयो होला नि केही छैन त्यस्तो अब सुत्न पर म पनि टाउको दुख्नु लाओ साह्रै हाँस्नु भयो किन हो त्यतिकै कुन चाहिँले छाउ भयो किन रगत देखा गरेको हो यो लाजे कमेन्ट गर्छ केटाहरूले लास्ट गेम प्लिज जितम 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 नजितम जित्दै सकिँदैन त के भएको यस्तो तपाईँले हाम्रो मन जितिसक्नुभयो